विद्यार्थीको कपाल काटियो, अब विद्यालयको नाम पनि सार्वजनिक हुन्छ। हाम्रो इनबक्समा सबैभन्दा धेरै गुनासो आएका विद्यालयहरूमध्ये एक हो झापाको बिर्तामोड 2 स्थित मोहनमाया सेकेन्डरी स्कुल। कक्षा 11 र 12 का धेरै विद्यार्थीहरूले विद्यालयको गेटमै लामो कपाल भएका विद्यार्थीलाई रोक्ने, कपाल काट्न दबाब दिने र सबैको अगाडि अपमान गरिने गरेको भन्दै हामीलाई सन्देश पठाएका छन्। राष्ट्रिय कानून बनेपछि पनि यस्तो भइरहेको दाबी विद्यार्थीहरूको छ। हामी विद्यालयको आधिकारिक धारणा आएमा त्यसलाई पनि स्थान दिनेछौँ। यदि तपाईको विद्यालयमा पनि यस्तै भइरहेको छ भने विद्यालयको नाम र विवरण हाम्रो इनबक्समा पठाउनुहोस्। एउटै विद्यालयबाट धेरै विद्यार्थीको विश्वसनीय जानकारी आएमा हामी त्यस विषयमा पनि तथ्यमा आधारित भिडियो बनाउनेछौँ। यो भिडियो आफ्ना साथीहरूसँग सेयर गर्नुहोस् ताकि धेरै विद्यार्थीको आवाज बाहिर आउन सकोस्। यस्ता तथ्यमा आधारित समाचारका लागि इपरेवालाई फलो गर्नुहोस्।